सानैदेखि एक्लोपन कोही छैनन् साथमा, दुनियाँको वचन र हजारौँ जिम्मेवारी छन् काँधमा। टुहुरो त होइन म, व्यवहारले आफ्ना पनि आफ्ना छैनन्। आमाको आशीर्वादले अनाथ भएको मात्र हो, बुबा त स्पर्शमा भएर नि साथमा छैनन्। कोही छैनन् गर्छस् भन्दै हौसला दिने, दुःख देखाउँदा पनि मजाक लाग्छ, परिस्थितिलाई हेर्दा र सम्हाल्दा आफैलाई गजब लाग्छ। मेरो अवस्थामा सहानुभूति दिने कोही छैनन्, आफैमा आश्रित छन्। म पात्रले ज हरेस खाएँ भने मेरो भित्री आत्मा भासिन्छन्। भगवानले पनि म प्रति कस्तो दया देखाउँदैछन्, मेरो आमाको निश्चल प्रेम कसको भाग्यमा लेखाउँदैछन्। यो दुखी कर्ममा म गिरिरहेको छैन, मलाई त त्यहाँ नमज्जा लाग्छ जब बाबाले लगाउँछन् तितो जवाफ, त मेरो सन्तान नै होइन। कुन दैवले लेख्यो होलान् मेरो भाग्य यसरी नै ठगिदिएर। के चाहिँ पायो उनले मेरी देवी जस्तो आमालाई लगिदिएर। देखाइ त दिन्छ होला नि मेरो अहिलेको हाल कस्तो छ, बाबाको प्रेम र आँटको जाल कस्तो छ। म आमाको प्रेमबाट वञ्चित र बाबाको अपहेलनाको सङ्गालोमा छु। कहिले काहीँ त लाग्छ म मेरो आत्महत्याको अङ्गालोमा छु। बाबाले त मेरो साथमा भएर पनि मलाई केही गर्ने छाटकाटै राख्दैनन्। आमाले फेरि फर्किएर आउने आँटै राख्दैनन्।